हट सकिगयो नि मान्नु हेरी सकिगयो हजुर मैले हो पुती चिलाउने बहिनी हजुर के भन्नुभएको हो त नि पायो भने त ग्वाम कुकुर स्टाइल गर्थे क्या रे के गर्ने त नि हजुर उता म यता ज्यान्डा टाढा छ बिरानो नसम्झ मेरो पुतीले तिम्रो लाडो सम्झिराखेछ अरे के भनेर भन्छु के जाडोको बेलामा अहिले त झ्याम्पमा सुत्न पाए त कस्तो मिठो हुन्थ्यो निन्द्रा नि कति मिठो लाग्थ्यो चिक्न नि मिठो हुन्थ्यो दिदीले त छिछि भन्दैछ हो के गर्ने होला दिन साइड दिदीको त बुद्धि नि केही हुँदैन अरे के त बुद्धि चिलाएर एकदम पहाड के गर्ने होला हो ठुला ठुला लाडो छ चिक्न पाइँदैन ठुला ठुला लाडो छ चिक्न पाइँदैन भने जस्तो गरेर विदेशमा पाइँदैन यस्तै छ कहानी परदेशीको चिक्न हट सकिगयो नि मान्नु हेरी सकिगयो हजुर मैले हो पुती चिलाउने बहिनी हजुर के भन्नुभएको हो त नि पायो भने त ग्वाम कुकुर स्टाइल गर्थे क्या रे के गर्ने त नि हजुर उता म यता